हामी आज यो लजिकल सिक्वेन्स अफ वर्ड्सको केही क्वेसन गर्छौँ। यो लजिकल सिक्वेन्स भनेको नि पहिला कुन हुन्छ, 1 नम्बर 2 नम्बर 3मा यो क्रमबद्ध के हुन्छ कि त्यसको आधारमा क्या क्वेसन यो भनेको छ 1 नम्बर अध्ययन, पुस्तक, परीक्षा, विद्यार्थी, परिणाम। यसमा त्यसपछि अप्सन दिएको छ डिफ्रेन्ट यसमा पहिला कुन हुन्छ त्यो अनुसार जानु छ भने पहिला त विद्यार्थी हुनुपर्छ, किनभने इक्जाम दिन या किताब पढ्न लेख्नुपर्छ विद्यार्थी हो। पहिला विद्यार्थी भइहाल्यो, हाम्रो आन्सरमा फर्स्ट नम्बरमा 4 हुन्छ। ठिक छ, त्यो विद्यार्थीले पढ्नलाई के चाहिन्छ, पुस्तक भनेको पुस्तक चाहिन्छ। पुस्तकले के गर्नुपर्छ, अध्ययन गर्नुपर्छ। ठिक छ, त्यसपछि अध्ययनपछि हामीले के गर्नुपर्छ, इक्जाम दिनुपर्छ, परीक्षा दिनुपर्छ। परीक्षापछि के आउँछ हामीहरूको रिजल्ट। यस्तो सिक्वेन्समा भयो। यस अनुसार हामीले हेर्दा अप्सन कुन मिलिरहेछ, अप्सन बी भने हामीहरूको आन्सर बी भइहाल्छ। यस्तै हामी सेकेन्ड बीमा हेरौँ है। 6-7वटा क्वेसन लिएर आएको छु म। भनेको छ कि म, फुल, मौरी, मम। यसमा पहिला के हुनुपर्छ, पहिला त मौरी हुनुपर्छ। ठिक छ, मौरी कहाँ गएर बस्छ, फुलमा बस्छ, फुलबाट रस खिचेर लाउँछ, घारमा बस्छ, त्यसपछि के बनाउँछ, मह बनाउँछ। र त्यो मह मममा पनि जम्मा हुन्छ भनेको मह पछि के हुन्छ, मम हुन्छ। 4 3 2 1 4 कुन छ, यसमा आन्सर हामीहरूको यो हुनु पर्यो, तर अप्सनमा छैन। अनि हामीहरूको आन्सर यही माने अप्सन नदिन पनि सक्छ, मतलब मिस्टेक छ होला है। यसमा छ ट्री, सिड, फ्लावर, फ्रुट, प्लान्ट। हेर एउटा गाछीको सानोदेखि ठुलो होला फर्ममा भनिरहेछ त पहिला के चाहिन्छ, सिड चाहिन्छ। ठिक छ, सिड पछि के हुन्छ, सिड पछि त्यसपछि एउटा गाछी हुन्छ, प्लान्ट हुन्छ। ठिक छ, यो त प्लान्ट भइहाल्यो। त्यो प्लान्ट डेभलप भएर के को फर्ममा ग्रो गर्छ, ट्रीको फर्ममा ग्रो गर्छ। र ट्रीको फर्ममा ग्रो भएपछि के दिन्छ, त्यो फुल दिन्छ। ठिक छ, अनि फुलबाट के निस्किन्छ, फल निस्किन्छ। यसलाई हेर्दा कुन मिलिरहेछ, 2 5 1 3 4 2 5 1 3 4 आन्सर सी। यस्तै हामी अब एउटा डी नम्बरमा छ बुन्नु, कपास, कपडा, धागो। भनेको कपडा बनाउनको लागि प्रोसेस बताएको छ। पहिला के चाहिन्छ, कपास चाहिन्छ। ठिक छ, किनभने कपासबाट के निस्किन्छ, धागो निस्किन्छ। धागो निस्क्यो, त्यो धागोले के गर्नुपर्छ, बुन्नुपर्छ। बुनेपछि मात्र नि कपडा बन्छ। हो, यही हामीहरूको 24 आन्सर है। यो ईमा हेरौँ है। भनिरहेछ कि रेन, मनसुन, रेस्क्यु, फ्लोड, सेल्टर, रिलिफ। पहिला बारिस हुनको लागि त के हुनुपर्छ, मनसुन हावा हुनुपर्छ। ठिक छ, 2 भइहाल्यो। मनसुन हावा आउँछ भने के हुन्छ, पानी पर्छ, रेन हुन्छ। ठिक छ, पानी पर्छ भने के आउँछ, बाढी आउँछ। पानी परेपछि बाढी आउँछ, फ्लोड भइहाल्यो। त्यसपछि बाढी आएपछि के हुन्छ, मानिसहरूलाई बचाउनलाई रेस्क्यु गर्छ सरकारले। रेस्क्यु गरेपछि तिनीहरूलाई वासस्थान एभाइलेबल गराउँछ। वासस्थान एभाइलेबल भएपछि तिनीहरूले के हुन्छ, आनन्द आउँछ, रिलिफ हुन्छ। आन्सर सी। यो हेर भनेको छ एलिफेन्ट, क्याट, मस्किटो, टाइगर, व्हेल। यसमा सानोदेखि ठुलो एनिमलको एरेन्ज गर्नु छ। पहिला कहाँ छ, मस्किटो 3, त्यसपछि ठुलो के आउँछ, क्याट। क्याटभन्दा ठुलो के आउँछ, टाइगर। टाइगरभन्दा ठुलो एलिफेन्ट। एलिफेन्टभन्दा ठुलो व्हेल। 324 15 कुन मिलिरहेछ, यो आन्सर सी। ठिक छ, यो लजिकल रिजनिङमा यतिले मात्र पुग्छ। प्र्याक्टिस गर्दै राख्नु होला है।